हेलो अनि नमस्ते सबैजनालाई स्वागत छ तपाईलाई आजको हाम्रो एक नयाँ भिडियोमा। आज हामी दमक स्थित धनेश्वरी कन्डिसनमा आइपुगेका छौँ। यहाँ चाहिँ केही कन्डिसनमा राम्रा बाइक अनि स्कुटरहरू एभाइलेबल रहेका छन्। तपाईले हाम्रो च्यानलमा चाहिँ नयाँ हुन्छ भने सब्स्क्राइब गरेर सपोर्ट पनि गरिदिनु होला। हुन्छ नि लेट्स बिगिन द भिडियो। यो चाहिँ 2019 मोडलको यसको दाम चाहिँ भनेको 1,65,000 फिक्स प्राइस हो हैन मिल्छ त्यसमा। यो भनेको 18 मोडलको 150 डबल डिस हो यो फेरि टिडी हो। यो चाहिँ 1,45,000। यो जिक्सर 2017 मोडलको यसको प्राइस भनेको 1,10,000। यो भनेको 12 मोडलको यसको प्राइस भनेको चाहिँ 65,000 फिक्स हो यो फिक्स हो। यो भनेको 220 2016 मोडलको यो भनेको 1,20,000 सम्म दिन सक्छ। 1,20,000 सर्भिसहरु सबै फ्री हुन्छ सर्भिसहरु। यो भनेको एन्ट्रो किबेसको 2021 मोडलको यसको दाम चाहिँ भनेको 1,80,000। त्यो भनेको यामाको जेटआर यो 2024 मोडलको यसको दाम भनेको चाहिँ 2,40,000। यो ग्राजिया होन्डाको 2019 मोडलको यसको दाम भनेको 1,45,000। यो भनेको एप्रिल 2021 मोडलको यसको दाम भनेको 1,85,000। यो बर्गमेन सुजुकीको दामी यो पानी जहाज जस्तै फेरि यो कति सीसीको हो यो 125 को यो भनेको 2019 को यसको दाम भनेको 1,40,000। यो भनेको 2020 को पल्सर सिंगल डिस्कमा यो भनेको त्यसको दाम भनेको 1,65,000 फिक्स हो यो भनेको डबल डिस्क टिडी भेरिएन्ट 150 पल्सर यो 21 मोडलको यो 1,80,000 सम्म दिन सक्नुहुन्छ। 1,80,000 यहाँ छ हाम्रो फेरि एनएसहरु यो 2022 मोडलको एनएस यसको दाम भनेको चाहिँ 2,50,000 सिंगल ह्यान्ड 2,50,000 हजुर। यो एनएस 200 2019 मोडलको यसको 1,80,000। यिनीमा बनाउनु पर्ने कुराहरु के हुन्छ? अब त्यही यही ग्लासहरु लाउनु पर्ने यसो सर्भिसहरु हल्का गरेर दिने हो दामी कस्टमरलाई राम्रो बनाएर। यो भनेको 2020 को यो 2,10,000 सम्म आउन सक्छ। यो 2019 मोडलको ग्राजिया 1,45,000। यो एफजेड यामाको एफजेड भर्जन 2 डबल डिस्कमा यसको दाम भनेको 2,10,000 21 मोडलको। यो होन्डाको डियो भनेको 2018 को 1,40,000 सम्म दिन्छ। यो 2020 को यसको 1,10। यो सलुटो भनेको 2018 यसको 1,10 सम्म हो। त्यो साइन 2015 मोडल 85,000 सम्म दिन्छ। यहाँ छ यामाको फ्यासिनो फेरि यो भनेको 18 मोडल यसको दाम भनेको 1,10,000। यो डिस्कभर यो 12 मोडलको जम्मा 60,000 मै आयो। 60,000 यो भनेको 2018 यो 45 सम्म 1,45,000 सम्म 1,45,000 फिक्स प्राइस